हाई एभ्रिवान मेरो लास्ट गेम प्ले चाहिँ लिटल नाइटमेयर च्याप्टर 2 को न्यू भर्जन इन्हेन्स एडिक्सन थियो। अच्छा र मैले च्याप्टर 1 त खेलिनँ ठीक है हैन। तर च्याप्टर 2 मा चाहिँ मेरो होल गेमको काम चाहिँ के हो भनेदेखि चाहिँ च्याप्टर 1 को क्यारेक्टरलाई बचाउने। अच्छा हमको सिखा रिया है। घरि त्यसलाई कसैले बन्दी बनाएको छ, घरि किडन्याप गरेको छ हैन। अनि घरि फेरि आफै मन्स्टर भइदिएको छ। त्यसलाई चाहिँ पुरा होल गेम मैले बचाएँ के, टोटली पुरा गेम 2.5 घन्टा जति होला हैन, टोटली बचाएँ। अरे कहना क्या चाहते हो? तर एट द इन्डमा चाहिँ के गर्छ भने चाहिँ त्यसले मलाई धोका दिएर गइदिन्छ के। च्याप्टर 1 को क्यारेक्टरले धोका दिएर हिँडिदिन्छ। कैसे लोग रहते हैं यार यहाँ पर। अनि तपाईहरुलाई पनि हेर्न मन छ भने लिंक तल हालिदिएको छ, हेर्नु होला। अनि मलाई चाहिँ एकदमै खुल्दुली मचिरहेको थियो कि च्याप्टर 3 मा के चाहिँ हुँदो रहेछ भनेर, तर बजेटको कारणले यताको हो भने यताको होइन मेरो हो यो, तिमी बुझ न कुरा। फाइनली मैले लिएर आइसकेको छु च्याप्टर 3।